साथीहरू नमस्ते नमस्कार सबैजनालाई फेरि म तपाईँहरूलाई आफ्नो च्यानलमा वेलकम गर्न चाहन्छु र आज फेरि म तपाईँहरू समक्ष एउटा राम्रो खुसीको खबर लिएर उपस्थित भइसकेको छु साथीहरू। तपाईँहरू जुन के अरे कोशी प्रदेशको सुब्बाको 5औं तहको इक्जाम दिनुभएको थियो त्यसको रिजल्ट पब्लिस भइसकेको छ साथीहरू र यहाँ म तपाईँहरूले त्यही रिजल्ट हेराउने छु र दोस्रो पत्र कहिले हुन्छ भन्ने सूचना अन्त्यमा होला त्यो पनि म तपाईँहरूलाई हेराउने छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला साथीहरू। अब म तपाईँहरूलाई रिजल्ट हेराउन गइरहेको छु। यहाँ हेर्न सक्नुहुन्छ लेखेको छ प्रदेश लोकसेवा आयोग कोशी प्रदेश विराटनगर नेपाल लिखित परीक्षा नतिजा प्रकाशन शाखा। यो चाहिँ हाल जस्टै प्रकाशन भएको हो साथीहरू। यो मिति 2082 वैशाख 24 गते। सूचना नम्बर हेर्न सक्नुहुनेछ र यहाँ दिएको छ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नम्बर यतिदेखि यतिसम्मको 2081-82 खुल्ला समावेशी प्रदेश स्थानीय प्रशासन सेवा सामान्य प्रशासन लेखा राजस्व आलेप समूह सहायक स्तर 5औं तह नायब सुब्बा लेखापाल आलेप सहायक पदको मिति 2082 वैशाख 13 गते विराटनगरमा सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित भएका 10,898 जना उम्मेदवारहरूमध्ये रोल नम्बरको क्रमानुसार देखाएको रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरू द्वितीय चरणको परीक्षाका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। र अब तपाईँहरू हेर्नुहोला आफ्नो नाम। म स्क्रिनलाई स्क्रोल गर्दै गएँ साथीहरू। नाम आउनलाई त चाहिँ धेरै साथीहरूको नाम यसमा पनि आएको छ। हेर्नु होला तपाईहरु। नाम निकाल्नु भएकोमा है सबैजनाले धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म। र आगामी चरणको सेकेन्ड पेपरको तयारीलाई दुरुस्त बनाउनु होला साथीहरू। यसमा 2वटा पेपर मात्र हुन्छ। त्यो 2वटा पेपर भइसकेपछि तपाईहरुको अन्तिम चरणमा अन्तर्वार्ता हुनेछ साथीहरू। ल हेर्नु होला तपाईहरु। म स्क्रिनलाई स्क्रोल गर्दै गएँ। भिडियो फास्ट हुन्छ भने कृपया जुम गरेर पनि हेर्न सक्नुहुन्छ तपाईहरु। र अन्तिम पेजमा गएर तपाईहरुलाई बताउने छु साथीहरू कि तपाईहरुको सेकेन्ड पेपरको एक्जाम कहिले हुन्छ भनेर। यसमा चाहिँ संघको सिलेबस पनि लागू छैन। पेपर पनि 2वटा मात्र रहेको छ साथीहरू। फर्स्ट सेकेन्ड गरेर मात्र थर्डमा तपाईहरुको अन्तर्वार्ता हुन्छ अनि भइहाल्यो। हेर्दै गर्नु होला है साथीहरू तपाईहरु। कतिजनाको नाम आएको छ त्यो पनि लास्टमै पता लाग्छ साथीहरू। कतिजनाले दिनुभएको रहेछ एक्जाममा त लगभग 10,998 कि कति थियो साथीहरू सहभागी हुनुभएको। एक 136 पेजमा नतिजा सार्वजनिक भएको छ साथीहरू। 136 पेजसम्म छ नतिजा सार्वजनिक भएको।
साथीहरू हेर्दै गर्नु होला है, धेरै बेरदेखि बोलेको छैन भने यो नसोच्नु होला कि निदाइ सकेको छ भनेर। तपाईँहरू हेर्दै गर्नु होला, म स्क्रिनलाई स्क्रोल गर्दै गइरहेको छु है साथीहरू। अच्छा, अहिले पेज नम्बर बाँकी छ, धेरै पेज नम्बर बाँकी छ। तपाईँहरू भिडियोलाई पज गरेर पढ्न सक्नुहुनेछ साथीहरू। यदि यस भिडियो भएमा पनि केही असर पर्ने छैन, हेर्नु होला राम्ररी, पज गरी गरी हेर्नु है। अब 36 पेज बाँकी रह्यो साथीहरू, 36वटा पेज अझ स्क्रोल गर्नु छ मलाई। जतिजना नाम निकाल्नु भएछ साथीहरू सबैलाई है कङ्ग्रेचुलेसन भन्न चाहे म, बधाई छ सबैजनालाई। र यस्तै अपडेट चाहनुहुन्छ तपाईँहरू, सजिलोभन्दा सजिलो छिट्टै सबैभन्दा पहिला अपडेट लिन चाहनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू, र भिडियोलाई लाइक पनि गरिदिनु होला। म तपाईँहरू हेर्न सक्नुहुन्छ, म सबभन्दा फर्स्ट जति सक्दो चाँडो हुन्छ त्यति रिजल्ट आउने बित्तिकै पोस्ट हाल्ने गर्दछु साथीहरू। र अब चाहिँ अन्तिममा आइसक्यौँ हामी। ल यहाँ हेर्नु होला पुनश्च यतिजनाले उत्तर पुस्तिकामा के उल्लेख नगरेकोले यिनीहरूको उत्तर पुस्तिका रद्द गरिएको छ साथीहरू। र यहाँ दिएको छ तपाईँको